नमस्कार साथीहरू, रोशन श्रेष्ठ एपमा तपाईलाई स्वागत छ। आज हामी युएई अर्थात् दुबईको भिजा, वर्क परमिट र अफर लेटर सक्कली हो या नक्कली भनेर कसरी छुट्याउने भन्ने विषयमा हेर्नेछौँ। त्यसको लागि सबैभन्दा पहिला तपाईले युएई भिजा सर्भिस चेक भन्नेमा क्लिक गर्नु होला। यहाँ तपाईले तीनवटा अप्सन पाउनुहुन्छ, भिजा चेकको, वर्क परमिट चेक र वाच भिडियो भन्ने पाउनुहुन्छ। सबभन्दा पहिला हामी वर्क परमिट र अफर लेटर चेक गरौँ, त्यसपछि यही भिडियोमा हामी भिजा पनि चेक गर्नेछौँ। त्यसको लागि तपाईले सबभन्दा पहिला यो वर्क परमिट चेक लिङ्कमा क्लिक गर्नु होला। यहाँ क्लिक गरिसक्नु भएपछि नर्मली तपाईको अगाडि एउटा वेबसाइट खुल्छ र ध्यान दिनुपर्ने कुरा के छ भने यो वेबसाइट हामीले बनाएको होइन। यहाँ माथि तपाईले हेर्नुभयो भने inquiry.more.gov.ae अर्थात् यो चाहिँ युएई सरकारको, दुबई सरकारको आधिकारिक वेबसाइट हो र हामीले तपाईलाई खोज्न सजिलो होस् भनेर यो लिङ्क मात्र राखिदिएको हो। अब तपाईलाई आएको अफर लेटर या तपाईको चाहिँ वर्क परमिट चाहिँ सक्कली या नक्कली भनेर चेक गर्नलाई सबभन्दा माथि चुज अ सर्भिसमा क्लिक गर्नु होला। यहाँ धेरैवटा सर्भिस आउँछ, यसमा तपाईले सेकेन्डको एप्लिकेसन स्टेटस भन्नेमा क्लिक गर्नुपर्ने हुन्छ। अब तपाईले एप्लिकेसन नम्बर राख्नुपर्छ, जुन भनेको चाहिँ तपाईकोलाई कसैले यदि मानौ वर्क परमिट पठाएको छ भने यो एप्लिकेसन नम्बर चाहिँ यस्तो हुन्छ। याद गर्नु होला, म यहाँ साइडमा देखाइरहेको छु। माथि यो बारकोड हुन्छ, त्यसको ठिक्क मुनिपट्टि अगाडि एमबी लेखिएको हुन्छ र पछाडि नम्बर लेखिएको हुन्छ। अर्थात् मानौ तपाईलाई कसैले पनि अफर लेटर वर्क परमिट लेटर हो भन्छ भने यो किसिमको हुनुपर्छ र अगाडि एमबी लेखेको हुनुपर्छ, नत्र भने त्यो चाहिँ फेक हुन्छ। अब नर्मली तपाईले यहाँ टाइप गर्न सक्नुहुन्छ, म यहाँ मसँग भएको टाइप गर्छु एमबी, त्यसपछि पछाडि नम्बर छ 28 हैन 28, त्यसपछि 22 अनि 2822011011 अनि सँगसँगै तपाईको 33 अनि पछाडि चाहिँ जुनैको पनि चाहे त्यो वर्क परमिट होस् चाहे अर्को होस् त्यसमा यही नै लेखेको हुन्छ है त। यही तपाईँ नर्मली यति यो नम्बर यहाँ राखिसक्नु भएपछि यो तल्लोपट्टि क्याप्चा भर्नुपर्ने हुन्छ। यो क्याप्चा भनेको चाहिँ यो माथिको बक्सामा जे लेखेको छ सेम त्यही नम्बर तपाईँले यहाँ तल लेख्नु होला। जस्तो यहाँ लेखेको छ 2863 ओके। यति भएपछि नर्मली तपाईँले सर्च गर्नु होला। यदि तपाईँलाई पठाएको वर्क परमिट चाहिँ सक्कली हो रहेछ भने यसरी एप्लिकेसन स्टेटसको मुनि कम्पनीको नाम, तपाईँलाई कुन कम्पनीले पठाएको, तपाईँको ट्रान्जेक्सन नम्बर, त्यहाँको सहरको नाम हैन, ट्रान्जेक्सन टाइपदेखि लिएर यहाँ सबै कुरा देखाउँछ। मैले उता गइनँ किनभने यो प्राइभेसीको लागि। यो रहेछ भने तपाईँको वर्क परमिट चाहिँ ओरिजिनल हो भनेर तपाईँले बुझ्नुपर्ने हुन्छ। तर यदि मानौ तपाईँलाई वर्क परमिट नपठाएर कसैले अफर लेटर भन्ने पठाएको छ भने अफर लेटर पनि चेक गर्ने यहीँबाट हो, तरिका यही हो। तर अफर लेटर अलिकता लुक्समा फरक हुन्छ। यहाँ हेर्नुहोस्, मैले तपाईँलाई अफर लेटर देखाएको छु। अफर लेटर यस्तो हुन्छ र त्यसको ट्रान्जेक्सन नम्बर चाहिँ अगाडि यहाँ लेखेकै हुन्छ ट्रान्जेक्सन नम्बर भनेर, र अघि जसरी वर्क परमिटमा एमबीबाट सुरु भएको जस्तै अफर लेटरमा चाहिँ एसटीबाट सुरु हुन्छ है त। यो नम्बर तपाईँले यहाँ राख्नुपर्ने हुन्छ। म नर्मली यहाँ राख्छु एसटी अनि त्यसको पछाडि तपाईँको नम्बर छ 25 त्यहाँबाट 477 हैन 477 अनि त्यसपछि 19 अनि त्यसपछि 1980 मैले अघि नै भने लास्टमा चाहिँ यही नै हुन्छ। यही यदि तपाईँले राखिसक्नु भएपछि यहाँ तल क्याप्चा फिल गर्नु होला। क्याप्चा यहाँ 5253 लेखिएको छ। यति गरेर तपाईँले सर्च गर्नु भने मानौ तपाईँलाई पठाएको अफर लेटर सत्य हो रहेछ अथवा ओरिजिनल रहेछ भने त्यसको पनि यसरी कम्पनीको नाम, ट्रान्जेक्सन नम्बर सबै कुरा चाहिँ नर्मली तपाईँलाई देखाइदिन्छ। र ट्रान्जेक्सन टाइम यहाँ लेखिएको छ, टाइपिङ न्यू जब अफर लेटर हैन, यो कुन पदमा हो, के को लागि हो, सबै कुरा चाहिँ यहाँ डिटेलमा लेखिएको हुन्छ। यो त थियो दुबईमा अथवा युएई को अफर लेटर या वर्क परमिट ओरिजिनल कि डुप्लिकेट चेक गर्ने तरिका, र त्यो पनि दुबई सरकारको, युएई सरकारको आधिकारिक वेबसाइटमा गएर। अब हेरौँ युएई अर्थात् दुबईबाट तपाईँलाई कसैले भिजा पठाए, त्यो भिजा सक्कली कि नक्कली भनेर कसरी चेक गर्ने भन्ने विषयमा। अब यहाँ क्लिक गर्ने बित्तिकै यस्तो एउटा इन्टरफेस खुल्छ। यदि तपाईँले क्लिक गर्ने बित्तिकै अङ्ग्रेजी भाषा आयो भने ठिक छ, तर यदि अरबिक भाषा वा अन्य कुनै पनि भाषा आयो भने यहाँ माथि भएको यो तीनवटा डगमा क्लिक गर्नु होला र यहाँ ट्रान्सलेट भन्ने हुन्छ, त्यसमा तपाईँले थिच्नु होला। त्यसपछि अटोमेटिकली अङ्ग्रेजी बनिहाल्छ। यदि भएपछि अब यहाँ माथि जीसीसी सिटिजन भन्ने बक्समा फाइल नम्बरमा टिक भइरहेको हुन्छ, यसलाई पासपोर्टमा क्लिक गर्नु होला किनकि हामीले पासपोर्ट नम्बरबाटै भिजा चेक गर्दैछौँ। त्यसपछि यहाँ तल्लो बक्समा सेलेक्ट द टाइप भन्ने छ, यसमा रेसिडेन्सी भन्नेमा टिक भइरहेको हुन्छ, त्यसलाई यो भिजा भन्नेमा टिक लगाउनु होला अथवा त्यहाँ क्लिक गर्नु होला। अब यति गर्ने बित्तिकै यहाँ तल तीनवटा बक्स आउँछ, जसमा पहिलो भनेको तपाईँको पासपोर्ट नम्बर राख्नुहोस्। पासपोर्ट नम्बर हेर्नको लागि तपाईँले आफ्नो पासपोर्टको फोटो भएको भाग पल्टाउनुहोस् र यहाँनिर पासपोर्ट नम्बर हुन्छ। वा अघि तपाईँलाई माथि दलालले या कुनै पनि व्यक्तिले पठाएको भिजाको पेपरमा पनि तपाईँको पासपोर्ट नम्बर मेन्सन गरेको हुन्छ। र याद गर्नुपर्ने कुरा, तपाईँको पासपोर्टमा भएको नम्बर र भिजामा भएको तपाईँको त्यो पासपोर्ट नम्बर चाहिँ एउटै हुनुपर्छ। अब यो नम्बरलाई यहाँ राख्नु होला। जस्तै मैले यहाँ एउटा नम्बर राखेँ, मसँग भएको पुरानो पासपोर्ट छ, त्यसकारणले सिधै यहाँ नम्बर मात्रै छ। यदि तपाईँको पासपोर्ट अगाडि पिए वा बिए कुनै अक्षर लेखिएको छ भने त्यो अक्षर र अङ्क जस्ताको त्यस्तै यहाँ टाइप गर्नु होला। यति भएपछि यहाँ तल्लोपट्टि तपाईँको पासपोर्टको एक्सपायरी डेट यानि कि म्याच सकिने मिति यहाँ राख्नु होला, जुन तपाईँको पासपोर्टको यहाँनिर हुन्छ। फेरि तपाईँ पासपोर्टमा यहाँ
नझुकिनु होला, किनभने यहाँ सँगसँगै दुईवटा डेट हुन्छ। माथिल्लोमा तपाईँले पासपोर्ट बनाएको मिति हुन्छ, तल म्याच सकिने मिति हुन्छ। हामीलाई चाहिने र हामीले यहाँ राख्ने भनेको चाहिँ म्याच सकिने मिति हो। अब यो दुईवटा कुरा राखिसक्नु भएपछि यहाँ तल आफ्नो देश छान्नु होला। हामी सबै नेपाली हौँ, त्यस कारणले गर्दाखेरि यो प्लिज भन्नेमा क्लिक गरिकन यहाँ नेपाल सर्च गरेर यसलाई क्लिक गर्नु होला। यति भएपछि यहाँ तल आई एम नट रोबोट भन्नेको अगाडि भएको एउटा बक्समा क्लिक गर्नु होला। अब यो बक्समा तपाईँले फर्स्ट टाइम थिच्नुहुन्छ भने यहाँ सिधै खुल्छ अथवा सिधै टिक हुन्छ। तर यहाँ तपाईँले बारम्बार ट्राई गर्नुभयो भने चाहिँ यो बक्समा थिच्दाखेरि यसरी एउटा फोटो खुल्छ जसमा यहाँ माथि लेखिएको हुन्छ तल केमा क्लिक गर्ने भनेर। जस्तो उदाहरणको लागि मेरो यहाँ माथि बस लेखिएको छ, यसको अर्थ यसरी जुन कोठामा बस देखिन्छ सबैमा क्लिक गर्ने अनि तल नेक्स्टमा क्लिक गर्नुभयो भने यदि बस बाहेक अन्य कुनै आयो भने त्यो पनि माथि जे भनेको छ त्यसलाई तल क्लिक गर्नु होला। यसलाई चाहिँ क्याप्चा भन्छ, यो क्याप्चा तपाईँले अनिवार्य फिल गर्नै पर्छ। यति गर्नु भएपछि फाइनली यदि दलालले तपाईँलाई पठाएको भिजा सक्कली हो भने यहाँ तल यसरी सम्पूर्ण डिटेलहरू देखाउँछ। अब यो डिटेलमा तल तपाईँले हेर्नै पर्ने कुरा चाहिँ के हो भने यहाँ इमिडिएट अनफिल्ड नम्बर भन्ने हुन्छ। जस्तो अगाडि यहाँ 205 छ, पछाडि 300 छ, बिचको भाग चाहिँ मैले यो व्यक्तिको प्राइभेसीको लागि छोपिदिएको छु। तपाईँले त्यहाँ हेर्दाखेरि पुरै देखाउँछ। अब यो नम्बर यानि कि युएन नम्बर चाहिँ तपाईँको उताबाट पठाएको भिजामा पनि हुन्छ। जस्तै यो भिजामा हेर्नुहोस् यहाँनिर त्यो नम्बर लेखेको हुन्छ। अघि त्यहाँ हामीले चेक गरेको नम्बर र यो नम्बर सेम छ। जस्तो उदाहरण लागि अघि त्यहाँ अगाडि 205 थियो, पछाडि 300 थियो, यहाँ पनि त्यस्तै छ हो। अब यो सबै कुरा मिल्यो भने बल्ल तपाईँको भिजा सक्कली हो भनेर बुझ्न सकिन्छ। अनि अब अर्को कुरा चाहिँ भिजा कति दिनको लागि हो भनेर हेर्नको लागि पनि हामीले यहाँ हेर्न सकिन्छ। जस्तै मसँग अहिले भएको भिजा सकिने मिति भनेको 2025 फेब्रुअरी 26 यहाँ लेखिएको छ र यहाँ अर्को के भनेको छ भने त्यही दिन चाहिँ अन्तिम दिन चाहिँ अथवा 26 तारिकसम्म चाहिँ यो देश छाडिसक्नुपर्छ भनेको छ, किनकि यो चाहिँ भिजिट भिसा हो, यसको म्याद चाहिँ 26 तारिकसम्म मात्रै छ। यसरी तपाईँले आफ्नो भिजाको म्याद पनि हेर्न सक्नुहुन्छ। वा तपाईँलाई उताबाट पठाएको भिजा कति दिनको हो कुन हो भनेर हेर्नको लागि यो भिजाको यो माथि लेखिएको हुन्छ तपाईँको भिजा कुन हो भन्ने कुरा। जस्तै अहिले मसँग भएको भिजा चाहिँ टुरिज्म भिजा हो र यसको दिन चाहिँ 60 दिन यानि कि 2 महिनाको म्याद छ र यो 2 महिनाको भिजिट भिसा हो। तर यदि तपाईँलाई पठाएको भिजा नक्कली हो भने चाहिँ यहाँ तल नो रेकर्ड भनेर आउँछ। जसरी अघि हामीले त्यहाँ क्याप्चा फिल गरेर सर्च गर्दाखेरि डिटेल देखायो सक्कली भिजाको, नक्कली हो भने नो रेकर्ड आउँछ। उदाहरणको लागि एकैछिन हेर्नु है त, मैले यहाँ माथि जान्छु, यसरी गएपछि अघि लेखेको पासपोर्ट नम्बरको एउटा अङ्क मिस्टेक लेखिदिन्छु। जस्तो उदाहरणको लागि मिस्टेक लेखिसकेपछि अब यहाँ सर्च गर्दाखेरि यहाँ नो रेकर्ड आउँदैन हो। तपाईँले सक्कली हो या नक्कली हो भनेर अब भिजा यसरी सजिलै मजाले चेक गर्न सक्नुहुन्छ। तर म फेरि पनि भन्छु 3 देखि 4 लाख रुपियाँ तिरेर दुबई जाँदै नजानुहोस्, किनकि तपाईँलाई पठाएको यो भिजा सक्कली नै भए पनि त्यहाँ लगेर 2 देखि 3 महिना एउटा कोठामा थन्क्याएर काम नलगाएर फेरि नेपाल फर्काइदिएको धेरै घटनाहरू भएकोले गर्दा फेरि पनि दोहोऱ्याएर तेर्याएर भन्छु काम गर्नको लागि भिजिट भिसामा कुनै पनि देश जाँदै नजानुहोस् र खास गरी दुबई भन्ने देश त जाँदै नजानु होला।